आज भने उठ्ने बित्तिकै बेडमा मस्त सुत्दै ल्यापटप चलाएँ। इट्स डे 30 अफ 75 डेज अफ असल। आज निर्जला एकादशी, द्याट्स मिन ठुलो पावरफुल एकादशी। सो आजको दिन पानी नखाइ व्रत बस्ने निदो गरेँ। आफूलाई शुद्धिकरण गर्दै नुहाएँ अनि व्रतको दिन सफा लुगा लगाउनु पर्छ। हिजो अस्ति अलि बिजी थिएँ, त्यसरी 2-3 वटा भ्लग एडिट गर्न लागेँ। 12:35 PM भोक त लागिरहेको थियो। विष्णु भगवानको पेटमा भोकको ज्वाला बलेको जस्तै भएको थियो, बट सक्छु भनेर बसेँ। एक्जाम चलिरहेको छ, पढ्न बसेँ, निकै गाह्रो भइरहेको थियो, त्यसैले भगवानको शरणमा बस्न पुगेँ। गिभ मी सम पावर, जति सक्छु बस्छु भन्ने भयो। एकछिन रेस्ट गर्न लागेँ। व्रतको बेला सुत्नु हुन्न भन्छन्, इज इट करेक्ट? आफ्नो मन भुलाउन गेम खेल्न थाले। इट्स 6:50, सूर्य अस्त हुनुभन्दा अगाडि तुलसी पूजा गर्नुपर्छ। त्यसकारण हातमुख धोएँ अनि तुलसीमा पानी चढाएँ। इट्स टाइम टु इट। आम्मामा भोक यस्तो थियो। फर्स्टमा सिङ्गो केरा खाएँ। आफ्टर द्याट नट अ लस्सी बट दहीमा केरा र खरबुजा हालेँ। आहा कस्तो आनन्द भयो। अगेन खरबुजा खान्छु र पढ्न बस्छु। आजको लागि खाना नै त्यही फलफुल भयो, किनकि आज सूर्योदयदेखि भोलिको सूर्योदयसम्म पानी पनि नखाइ बस्नुपर्ने थियो, तर गाह्रो भयो, सो फलफुल खाएँ। द्याट्स अल सेट फर टुमारो।